वेलकम बैक टु बिजी भ्लग। स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा गाइज। आज चाहिँ मैले फेरि केही दिनपछि मैले मेरो नयाँ भ्लग लिएर आउँदैछु। आज शनिबार, ह्याप्पी स्याटरडे गाइज। म एकदमै सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला हैन। अनि आज चाहिँ अब शनिबार, अब काम त अब त्यस्तो केही छैन। अनि आज पनि जान्ने त त्यही पसल नै हो हैन। कति देखाएको होला पसल भन्नु होला। हाम्रोमा फेरि पसलमा हैन घडीहरु एकदम बवाल घडीहरु अफरमा आइरहेको छ गाइज। किन्न आउनु पर्यो के भएन नि त यस्तो पाराले त किन्न आउनु पर्यो हैन। अनि अहिले चाहिँ म एकछिन कहाँ निस्किन लाग्यो भन्दाखेरि नि अहिले चाहिँ म एकछिन व्हाइट गुम्बा जान लाग्यो फुपूलाई पुर्याउनलाई। अनि फुपू र बहिनी चाहिँ माथि बारीमा जानुहुन्छ, म चाहिँ नजाने, म चाहिँ पसलले जानुपर्छ हैन। सो त्यही नै हो। आज शनिबार 3 दिनको लागि फेरि पनि हाम्रो पसलमा एकदम बवाल घडी अफरमा चलिरहेको छ। आउनु होला नबिर्सिकन ल। हेर्दै त मैले त गाइज दिनभरि के हुन्छ मेरो आजको दिन। ह्याप्पी स्याटरडे गाइज। ल गाइज म चाहिँ अब एकछिन व्हाइट गुम्बा जानु लाग्यो। हेर्नुहोस् न दुईटा चाबी छ क्या हेर्नु। अरू बेला त एउटा हुँदैन। अनि यो चाहिँ मेरो चिङ माउन्ट भइहाल्यो होइन। यो चाहिँ चिङ माउन्ट भन्छ। ल हेर्नु न आज त दुईटा छ चाबी पनि हो, स्कुटीको र बाइकको। यता स्कुटी यता बाइक, यता अर्को हाम्रो रोयल इन्फिनिट बाइक स्कुटी। छाता खस्यो। फुपू नमस्ते। भिडियोमा नमस्ते भनिदिनु न अब। नमस्कार। म के गर्नु चला त्यो त गरौँ छ भने त्यो पानी भिसेर त्यहाँ 4 लिटर भयो हामी चाहिँ जानुपर्ने यता बाटो बनाइरहेको रहेछ। अब हामी यताबाट छिरेर जानुपर्ने। यहाँबाट यसरी फेरि त्यही जानुपर्छ। ऊ यहाँ ठ्याक्कै त्यो उकालोनिर पुग्छ नि। किन बहिनी यो बाटो हिँडेको छ। सो गाइज अहिले चाहिँ हामी भवन पाउ आइसकेको छ। देख्न सक्नुहुन्छ भवन पाउ। म चाहिँ एकछिन पैसा निकाल्नु पर्ने हुन्छ यहाँ अगाडि एटिएमबाट। अनि त्यही दिनसम्म फुपू त्यहाँ अलिअलि यसो पूजा गर्नुहुन्छ। अनि यहाँ एटिएममा पैसा निकालेर अनि फेरि म त्यहाँ गएर फुपूलाई लिएर त्यसपछि चाहिँ हाम्रो यार तेल पनि हाल्नुपर्छ यार स्कुटीमा। तेल पनि छैन होइन। एकछिन ब्याग यहीँ हुन्थ्योस्। पैसा त निकाल्नु पर्यो गाइज होइन। यस्तरी अब टक्क छिर्यो। यहाँबाट पैसा आउँछ कि पैसाले छिटो पैसाले पैसाले पैसा 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 छिटोले छिटो छिटो छिटो। पैसाले छिटो ओ अरे काटिदिन्छ है कि आज। आमा हेर्नुहोस् 1 2 3 4 5 6 7 8 9 10,000 गाइज 10,000। आमा पैसै पैसा मामा माल हुनुभयो त्यही। स्वयं भवन पाउ स्वयं भवन पाउ भन्छ है त्यसलाई चाहिँ। डफ गर्नु होला तपाईँहरू पनि यहीँबाट। यस्तो भइरहेछ अहिले चाहिँ घाम लागिरहेछ हल्का। यसो बेलुका पानी परेको थियो है। ए अँ तपाईँहरू चाहिँ पेट्रोल सकिएको छ भने पेट्रोल अब पऱ्यो अब।
फुल हालिदिँदै सुक्खा भएको छ दाइ अन्त त ढलान गरेको खाल्टे खाल्टो थियो ढलान पनि आदेश्वर भन्छ है आदेश्वर नि हो यहाँबाट चाहिँ अब लास्टै उकालो छ कि उकालो बाटो मात्रै हो यहाँबाट नन स्टप उकालो हुन्छ पुरानो स्कुटी बाइक नलिरहनु होला तान्नलाई अलि गाह्रो हुन्छ तान्नु त आज त गाह्रै भयो त सर्भिसिङ पुगेन चाहिँ स्कुटी सर्भिसिङ नगरेको नै धेरै नै भयो के उता 23 यहाँ पनि 23 को स्पिडमा पुगिरहेको छन् दुइटै एन्टक टिभिएस कति वर्ष पुरानो बाइक हो आम्मा सही छ त बाइक हो त्यही त खतरा बाइक है तान्दैको आम्मा सही हो तानेछ खोलिरहेको रहेछ त आजैबाट खुल्यो रहेछ क्या जाने हो क्या हो हुन्छ आइपुगे हामी मकैबारी दर्याम लाउनु यो राख्नुपर्छ नि त्यहाँ अझै कता राख्ने हो यो कुन चाहिँ डिक्कीमा फेरि अस्ति मासुहरू हालेको थियो के गर्ने यससम्म फेरि चोखो भन्नुहुन्छ तपाईँ नि यो के रहेछ यो बोतल त रहेछ नि यहाँ हाल्दै नि हुन्छ हस् जानु तपाईँ बाइक लिएर आउँछ होला होइन स्कुटीमै आउँछु घर गएर फेरि स्कुटी राखेर जाने अफिस अँ यो चाहिँ अलिक कतापट्टि घाम लाग्दैन बाबु त्यतापट्टि राख्दै हो है उतापट्टि फेदपट्टि राखेको हुन्छ होला हुन्छ दिउँसो भएपछि उतापट्टि बेसी घाम लाग्ने फेरि नानी हेर्दै ल है हस् फुपू जानुभयो बाई बाई फुपू म चाहिँ अब फेरि घर जानु पर्छ अनि फेरि घर गएर फेरि बहिनीलाई लिएर आउनु पर्छ क्या यस्तो झ्याउ छ क्या स्कुटी मात्र फुल तेल हालेर कहाँ बाइक लिएर आउँछु म होइन यो पनि फेर्ने बेला भएछ स्कुटरको अनि स्कुटर सर्भिसिङ पनि गर्ने बेला भइसकेको छ यो पनि अब धुन पर्ने बेला भयो क्या अब यो निकालेर अर्को माने पेमा लेखेको हाल्नु पर्ला भनेर सोचिरहेको अनि त्यही नै हो यहाँ चाहिँ बाटो चाहिँ डेन्जरै पहिरो गएको कि
त्यहाँ व्हाइट गुम्बा खोलेको रहेछ अब यसो छिर्नु पर्ला जस्तो बहिनीलाई लिएर अनि सो जस्तो भए पनि अब स्कुटरमा पनि स्कुटर चलाउनु यति मजा आउँछ यो झन् ह्यान्डटक सही मजा लाग्छ मलाई चाहिँ माइलेज पनि बाबा दिन्छ टक्क उकालो नि मस्त तान्छ अहिले सर्भिसिङ नगरेर होला अलिकति गाह्रो भएको 23-24 भन्दा माथि स्पिडै गएन कि त्यो उकालोमा चाहिँ त्यही डबल भएर मोटो म पनि मोटो होइन त्यही माथि गाह्रो भयो सरहरूलाई यहाँ सोध्नु पर्ला जस्तो यो गुम्बा खोलेको हो भनेर एक्सक्युज मी सर गुम्बा खुल्ला छ हो अहिले छिर्न मिल्छ हजुर होइन होइन गुम्बामा छिर्न मिल्छ भने कि कहिलेसम्म हो नि टिकटहरू केही काट्नुपर्छ पर्दैन भिडियोहरू के बनाउनु मिल्छ हुन्छ अहिले भिडियोहरू त बनाउनु मिल्छ होला नि कि मिल्दैन हजुर ए हुन्छ हस् धन्यवाद सर ल गाइज सरले त मलाई पठाउ पो भनिदिइरहे यार त्यहाँ कहाँ पठाउ हो त नि म ए दिदी बाटो त छोडिदिनुहोस् सरले मलाई पठाउ बनाइदियो कहिले बहिनी र म आउँछु सोल्टीलाई पनि फोन गर्नु पर्ला जस्तो छ सोल्टीलाई पनि फोन गरेर सोल्टीलाई चाहिँ बाइक लिएर भन्नु पर्ला अनि म र बहिनी चाहिँ स्कुटीमा आउँछु त्यही गर्नु पऱ्यो यार अनि सर र घुमेर अनि काममा पनि जानुपर्छ यार बी केयरफुल है गाइज यो सल्लाहमा चाहिँ एकदमै चिप लिन्छ त्यसैले एकदमै धेरै केयरफुल भएर चलाउनु पर्ने हुन्छ अनि हाम्रो गुम्बामा छिर्नको लागि चाहिँ टिकट पनि केही चाहिँदैन रहेछ गाइज फाइनली म चाहिँ धेरै नै अगाडिदेखिबाट चाहिँ गुम्बामा छिर्ने भन्ने प्लानिङ गरिरहेको थियो म पहिला नै म एकदमै बच्चा बेलामा हुँदाखेरि है कि आउँदाखेरि नै म छिर्न पाएको थिएन कि त्यतिखेर चाहिँ भूकम्प आएर भूकम्पले भत्कायो भनेर बनाउनु लाग्छ अब 5 वर्षपछि मात्र खुल्छ भनेर सूचना आएको थियो कि त्यतिखेर नै अनि त्यतिखेर नै यहाँ आएर त्यसै गेटमा फोटो खिचेर मात्र गयो अनि त्यतिखेर गेटमा आएर फोटो खिचेर निस्केको मात्रै थियो त्यहाँदेखिबाट चाहिँ म छिर्न खोज्दा पनि अझै त्यो 5 वर्षपछि आउँदा पनि छिर्नै पाएन क्या गाइज त्यस्तै भयो खोलेकै थिएन अनि अस्ति एकचोटि कहिले न्यु इयरमा नि खोल्दाखेरि नि छिर्नै पाएन थाहा नै पाएन अनि अहिले चाहिँ 4 गतेदेखिबाट जेठको 4 गतेदेखिबाट होइन धनै छैन जेठ 4 गतेदेखिबाट जेठ 24 गतेसम्म गुम्बा खोल्छ अरे भनेको हल्ला सुनेको थियो तर आजैदेखिबाट खोलेको जस्तो लाग्यो मलाई अब अहिले चट्टो लाएर अहिले यसो बहिनीलाई लिएर घर के अरे त्यहाँ माथि गुम्बामा जाँदा चाहिँ त्यहाँ छिरेर जानु पऱ्यो क्या यहाँ अब गाडीले पनि तानेन बाइकले पनि तानेन बिजोग भयो अब यो उकालोमा यो बाटो चाहिँ लास्टै नै उकालो छ कि अति नै सो फेरि हाम्रो चाहिँ प्लानिङ के भयो भने अब बाइकमा सोल्टीलाई र भेनालाई बाइक छोडिदिने अनि त्यसपछि उनीहरू दुइटा चाहिँ बाइकमा हिँड्छ अनि म र बहिनी चाहिँ स्कुटीमा जाने यसो व्हाइट गुम्बा सर र एकलट घुमेर घर फर्किनु पऱ्यो के हो बहिनी कहाँ पठाउने दिदी के पठाउने कता पठाउने ओ भेना यहीँ रहेछ त म अस्ति त्यहाँ कोठामा गएको देखिनँ नि तपाईँलाई म त्यहाँ कोठामा गएको तपाईँ ठ्याक्कै बाबु लिएर घर गएको भन्थे हिजो कहाँ जाने हो तिमी वेलकम छ तिमीलाई हुइसरी ढोक्दिया लो चलो स्टार
त्यो अन गर को बटन यता लिएर हिँड ल दुईटै खुट्टा माथि राख अब बटार न किन ब्रेक हाने बिस्तारै बेस गरेर कुदायो भने म कहाँ सक्दैन समाउनु फेरि ल हो ल बिस्तारै ल अगाडि जाऊ बिस्तारै बिस्तारै हिँड नि हिँड कस्तो भयो अरे त्यो बटार दाजु बिस्तारै बटार है त्यो अलिक त्यो जुत्ता लाएर आउनु पर्ने के छ ल पहिला त्यो माथिको बटन अन गर माथिको त्योभन्दा माथिको अब त्योभन्दा तलको त्यो होइन तलको नचट्न नचट भनिरहेको छ झन् ल होइन बिस्तारै बटार बिस्तारै बटार बिस्तारै ब्रेक नहान न अहिले यहाँ चाहिँ गाडीले नतानेको रहेछ इभी गाडी हो कि के हो कुनै यो इभी गाडी चाहिँ कहाँबाट ओभरटेक गरेर जाने हरे राम पागल जस्तो ठाउँ नगएसम्म ओभरटेक गर्नु खोज्छ यस्तो उकालो मारेर यस्तो गरेपछि त बिजोग हुन्छ फेरि गाडी किन आयो गाडीको पछि लाग्यो भने झन् यति फस्छ कि दिगदार हुन्छ व्हाइट गुम्बा त आइपुग्यो अब छिर्ने त्यहाँबाट हो कि यहाँबाट हो त पहिला म यहाँ हेर्छु फर्क्यो हो क्या अघि परि पागल जस्तो हेर्दै नहेर्किन चलाउँछ भने यो मान्छेहरू त किन हो दायाँ बायाँ को छ के छ केही थाहा नै हुन्न यार पसल चाल्दैछु मास्क लाउनै बिर्सेछु क्या सोल्टीले राइड हान्दैछ यो गाइज म चाहिँ पसल बनाइसकेको जेबिएल मजाको दामी बसिरहेको छ अझै आएर नि यहाँ भेनाको घडी बनाइदिएर पनि टक्क सामान पनि प्याक गरेर राखिसक्यो The other way, what I'm doing ain't the ends break through the chains, go free me. People like sheep, no feet, heard it easy. You don't wanna be fast asleep on the ceiling. Better stand tall, ready for a fight, believe me. When they try
all the chains, you can say no, free me. So he's been looking for somebody who could save him. सो गाइज म चाहिँ अहिले पसलमै छु अनि मैले चाहिँ व्हाइट गुम्बामा चाहिँ खासै त्यहाँ धेरै केही देखाउनु पनि पाएन तपाईहरुलाई देखाउँदा पनि देखाएन यति मात्र सड हानेको छ किनकि धेरै किन देखाएन भन्दाखेरि चाहिँ म चाहिँ पसल आउन पर्ने थियो नि त अनि मलाई एकदमै ढिला भइरहेको थियो सो त्यसैले चाहिँ मैले केही पनि देखाएन धेरै राम्रोसँग म अर्को दिन चाहिँ बिहानै मर्निङ टाइममा उठेर चाहिँ त्यहाँ गएर चाहिँ सरर भिडियो बनाएर घुमेर आउँछु भनेर सोचिरहेको छु बिहान 6 बजेदेखि खोल्छ अरे त्यहाँको गार्ड दाइसँग कुरा राखेको थियो कि सो त्यसैले खासै केही देखाउनु पाएन सो सरी गाइज अर्को दिन देखाउँछु तपाईहरु पनि जान सक्नुहुन्छ त्यहाँ है एकदम बवाल छ रहेछ मैले थोरै हेर्ने बित्तिकै डेन्जर लाग्यो मलाई चाहिँ सबैजनालाई एकदमै मनैदेखिबाट एकदमै धेरै 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 धन्यवाद भन्न चाहन्छु गाइज हैन अनि सो मेरो भिडियो हेर्दै गर्नु होला मैले टाइममा ब्लगहरु बनाएर लिएर आइरहेको हुन्छ अनि हेर्न सक्नुहुन्छ र हाम्रो पसलमा पनि आउनु होला यसो भिडियो हेर्न आएको भनेर भन्नु होला अलिकति डिस्काउन्टमा पाउँछ अझै खतरा अफरमा घडीहरु राखिरहेको छ 2-4 दिनको लागि त्यो पनि अब लगभग सकिन लागिसकेको छ चाँडै आउनु होला अर्डर गर्नु होला हैन सो सबैजना थ्यांक यू सो मच भन्न चाहन्छु सैटरडे ब्लग चाहिँ यही अब टक्क बिहान यसो यताउता गरे हैन सो त्यति नै होला सो सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद भन्दै म यहाँबाट मेरो ब्लगलाई यही इन्डिङ गर्न चाहन्छु थ्यांक यू सो मच लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला गाइज है त ओके सी यू बाई बाई गाइज